वेलकम ब्याक टु माई च्यानल इट्स मी गौरव र हामी आज यहाँ फ्यामिलीसँग घुम्न आएको छौँ। बिहान त भिडियो बनाएन। अहिले चाहिँ यहाँ हामी कुन ठाउँ रे आएको गोठीगाडा यहाँ त टावरतिर आएको छौँ पुरै फ्यामिलीसँग। औडा भयो बिहान चाहिँ अलिक ढिलोसम्म सुतेँ, सो त्यही भएर भिडियो सिडियो केही नि बनाउन पाएको थिएन। अहिले चाहिँ अब हामी गाडीमा मामाको टक्क सबै फ्यामिलीहरू घुम्न आएको छौँ। यस्तै चलिरहेको छ यहाँ। औडा लाउने कि बिहान बिहान त्यो भिडियो पनि औडा। यहाँ चाहिँ हाम्रो मम्मी आन्टी बहिनी भाइ यो गुवा चाहिँ छ यहाँ मेरो भाइ। भ्यू चाहिँ तलतिर चाहिँ सुर्खेत भ्याली, उता चाहिँ पानी पऱ्यो हाम्रो घरतिर एयरपोर्टतिर। ड्याम नाइस है, दामी छ यार। यहाँदेखि चाहिँ राम्रो आछ ड्याम। कस्तो नराम्रो आयो त। मेन क्यामेरा यही हो नि त अहिलेको लागि, त्यही भएर नराम्रो आउँछ। ल अरू हामी के चिजहरू गर्छौँ अहिले हामीले देखाउने छौँ त्यतिन्जेलसम्म। एकछिन केटा हो यहाँ अब यस्तो चलिरहेछ यहाँ आन्टीहरूको माइजहरूको यस्तो झ्याउलाइरहेछ। यहाँ भिडियो बनाउन पठाएर दिमाग खराब। यसलाई पनि क्यामेराम्यान यही छ, दिमाग खराब छ गाइज। औडा के गराउने टिकटक बनाउनुहुन्छ तपाईँ? कति अहिलेसम्म कतिवटा टिकटक बनाउनु नटाएर भन्नु त। ल तेरेबाट बनाके भिडियो ल केटा हो अल्छी लाग्यो, कति भिडियो बनाइसक्ने हो, दिमाग खराब। एउटा मान्छे चाहिँ त्यहाँ हार खाएर त्यहाँ बसेछ, भिडियो बनाइ इन्डियाबाट आएको ड्याम। ओइ लोड्लिस, अब म चाहिँ जानुपर्ने हुन्छ। भ्यू चाहिँ लभली छ है फेरि। फ्रेन्डली रहेछ। नाइस। के चाहियो? यस वी आर इन राइट नाउ गोठीगाडा। अब एकछिन पछि पुकु यता हेरिदियो। सिरिया यता हेरिदियो। ड्याम गाह्रो छ यार। देब्रेमा गइ जानुपर्छ यहाँ पर। सुट्टा हान्दै सुट्यो त्यो टाक्लु रे। म टक्लु छु, कपाल देखाएको छ नि। पलायो भने हुन्छ कि असली कमब्याक भनेको त्यही हो। पुगु लोटौली त्यहाँ चढ्ने होइन। यताबाट जाऊ यता। हेलो केटाकेटीसँग गाह्रो छ औडा। यसको त एउटा छुट्टै छ फेरि। लड्कीहरू गइरहेको थियो अघि, त्यही भएर जानु मन लाग्दैन मलाई। अघि नै त थियो त, त्यही भएर। दामी छ है, दामी छ। ल छ यार अझै गरेर आछन् क्या त्यहाँ। ड्याम के भन्नु अब, गाह्रो छ। ल म एकछिन पछि अब यस्तो दामी हावा चलिरहेछ। घरतिर चाहिँ पानी परिरहेछ। अब एकछिन पछि यसो कहाँ हुन्छ म भिडियो बनाउँछु। ए आइसक्यो। ल सर हजुर यो चाहिँ होइन है, यो चाहिँ होइन। सर्भिस गरिदिनु पर्ने कस्तो यिनीहरुले सबैलाई हो र लोकल कुखुराको हो। पुग्यो त म आफुले ल्याएर ल 2 पिस मात्रै हो। ल सय हो। ओ माथि छ न। ए बोसडी कति हो यो? छैन सर मोजी। के भनेको? त जाऊ जाऊ। यो भन्दा एक कप चाउमिन खाए भयो। ओके यार। ये तो फिर 4 पीस 5 पीस रही।
आधा अधुरो यता पनि छ खोर्सानी दिइरहेछ भोसडी कस्तो रे केटा हो खाएर सकिसक्यो हामीले मिठो मसिनो ओसरी यस्तै छ के गर्ने केटा हो हामी चाहिँ यसो निस्किसकेका छौँ हुलबाट दिमाग खराब त्यहाँ घरि कोही के बोल्छ घरि के बोल्छ घरि फोटो खिच्न लगाइदिन्छन् घरि के गर्न लगाइदिन्छन् औडा मात्रै त्यही भएर दुई भाइ चाहिँ यस्तो दुइटा रेडबुल फेरि तिनीहरूकै पैसाले उधारो टिपाएर अनि त्यसपछि हामी चाहिँ फाँडी हानिसक्यौँ अब यस्तो भ्यू छ एकछिन यस्तो डुल्छौँ त्यसपछि उताबाट कल आयो भने अनि बल्ल हामी जान्छौँ यस्तो दामी भ्यू देखियो जस्तो खेतको त्यही हो अहिले चाहिँ यस्तो तलतिर चाहिँ यस्तो गर्मी छ नि यतातिर त यस्तो कुहिरो छ नगर 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 अहिले खानुपर्छ एकछिन बाबु यस्तोमा यस्तै ठिक हुन्छ कि त पनि भिडियो बनाउन भन्ने भाउ यार मेरो दिमाग खराब हुन्छ Shut the fuck up. अनि मौसम चाहिँ बहुत दामी छ त्यतातिर तर सुर्खेतमा चाहिँ अहिले घाम लागिरहेछ ठ्याक्क माथि चाहिँ सुर्खेतको ट्याक्का माथि चाहिँ यस्तो कुहिरो लाएर मजाको हो कि पुरै चिसो चिसो हावा आइरहेछ यसो बस्ने ठाउँ छैन भने त म त्यहाँ मन्दिर छ त हाम्रो मामाको पसल पनि त्यही छ हो तर मामाको हजुरबाहरू केटा हो एकछिन यसो हामी चाहिँ वाकिङमा आइरहेको अब एकछिन पछि कति बजीतिर घर जाने हुन्छ बाबु हाम्रो घर जाने हामी जाने कहाँ भन्नु न येल्लो कलरको टिन छ त येल्लो कलरको टिन रे कहाँ त्यो परको रोडमा भोसडी त्यताबाट त जान्न लामो आइगयो कि त्यस्तो भनेको त्यही त मुजी दादा मुजी हिँड्न सक्दैन मुजी दादा पृथ्वीनारायण शाहको म मूर्ति पनि देखेर यस्तो फगौला देखायो अरे उही कसम पृथ्वीनारायण शाहले फगौला देखायो र होइन हो के दाइ राम्रोसँग हेर्नु कुन औला त्यो यस्तो औला त होइन होइन यताबाट चाहिँ फक जस्तो देख्यो हो अगाडिबाट यताबाट चाहिँ यही औला हो कि भोसडी बिचरा पृथ्वीनारायण शाहको पनि मुजी बिल्ला गरिदिन्छ नि केटाहरूले के भन्नु अब सिनारियो चाहिँ बहुत दामी छ यतातिरको यस्तो स्लोली कुहिरो यस्तरी लागिरहेछ भनेपछि अब हिमाल देखिन्छ गर्मी महिना त के मुजी अझै के यो भन्नाले घाम लाग्यो भने अनि मुजी गर्मी महिना होइन त यो के हो त अनि जाडो महिना हो तर घाम लाग्यो भइर क्या अहिले माथि घाम पनि मुजी लाग्यो त छ त अनि मुजी घाम नि लागेको छैन पानी नि परेको छैन फक्ड अप छ फोन साथी मेरो त हात दुख्छ यार फोन यत्तिकै भ्लग गर्न लाग्यो भने त म कसरी भ्लगर बनाउँला एडिक छ यस्तो कस्तो दामी यत्तिकै अड्डेन रोक्न बोसडी रोक्न यत्तिकै रोक्न मुजी पर कुहिरो हेर्न कस्तो मजाले हिँडिरहेछ कि फाक यो हो नि त रियल यस्तोमा दुई भाइ आएर टक्क है रमाइलो हुन्छ यार भिडियो खिच्ने अब पर्सि हामीलाई स्कुटर भयो नि साधन दिन्नन् कि घर मलाई मुजी औडा बहुत गाली गर्छन् भ्लग नबनाउँदा दिन्थ्यो अहिले मैले भ्लगिङ सुरु गरेबाट मुजी साधनै दिन्न दादा डाँडा मुजी यहाँ साधन पाउनुपर्छ दादा मुजी डाँडातिर अब तिनकै मुजी गर्मी भन्न बित्तिकै डाँडा अझै गर्मी हुने बित्तिकै मुजी स्विमिङ हान्न नि गइदिने मोबाइल मेरो त के छोरी नचेर जस्तो ठिक छ गाइज अहिले एक ठाउँमा यस्तो बसेर अनि भिडियो बनाउँला हजुरहरूसँग कुरा गर्न मन छ मलाई पर्सनल भन्दा नि पर्सनल्ली बसेर कुरा गर्न मन छ यस्तो छ भ्यूहरू चाहिँ ल अहिले एकछिनमा बोल्छु म भन्नाले एकछिनमा भिडियो बनाउँछु सो केटा हो हामी चाहिँ यहाँ यस्तो ठाउँमा आएर बसिरहेछौँ कस्तो हरियाली नै हरियाली छ टक्क रेडबुल खाइरहेछौँ नाइस छ यसले त खाइरहेछ पिसफुल ठाउँमा आएर बसिरहेछौँ हल्ला खल्लादेखि धेरै टाढा
पुरै डाँडा छ यहाँ, पुरै हरियाली नै हरियाली छ। नाइस छ यहाँ ठाउँ चाहिँ। ओ माई गड, यतै घर लगाएर यता बस्न पाए नि हुन्थ्यो क्या, त्यस्तो लाग्छ मलाई त। हल्ला खल्ला छैन, पिसफुल ठाउँ छ, आनन्द। नाइस छ यार। Very nice place. जाम त यस्तो बसेछ, म चाहिँ यहाँ फेरि यस्तो पारामा बसेको छु। रमाइलो छ यार ठाउँ यार। ल चलो भाइ। ओ माई गड, भिडियो त बनाइरहेको छ त नि। तेरो भिडियो फक। दादा भ्लग बनाउँछ। दादा भ्लग बनाउँछ इन मेरो मोबाइलबाट बनाउनु लाग्नु यस्तो गर्नु आउँछ कि यार। यहाँ झन् क्यामेरा पुस्नु तपाईँलाई भोसडी। यो यहाँबाट खै कस्तो आउने रहेछ 2x मा। ल त्यहाँ यहीँ उभिन्छ है। यो यहाँबाट तेरो भिडियो बनाउनु पर्ने। ल देखियो कि के हुन्न कुकुर। ओ माई फक सरी। ओइ जा भोसडी। गइहाल्यो क्या यताबाट जान्छ, आइज न। डराउँछ मुची कुकुरबाट। भोसडी। ल बनाउने 1 2 3 गो। ल ल राम्रो आयो। कति सेकेन्ड बनाउने हो? 7 सेकेन्ड 8 सेकेन्ड 15 सेकेन्ड। कुकुरले नि हेरिरहेछ यताबाट फेरि बनाएको। वाह, कुकुरलाई नभई मुजी। ल कुकुर फक मुजी लौडे खोसरी 3 टोक्छ मा। टोक्छे हो टोक्छ मलाई। ओ माई गड, यस्तो दामी, कस्तो गर्मीमा बसेको नि तल यहाँ मुजी, यस्तो चिसो हावा चलिरहेछ। टी सर्टमा मुजी यहाँ त पुरै जाडो भइरहेछ। आगो ताप्ने फिल आइसक्यो यहाँ, त्यस्तो चिसो छ। कुहिरो लागिरहेछ कि लिटरली, यस्तो कुहिरो। यहाँ चाहिँ अलिक यहाँ उता चाहिँ त्यहाँ कुहिरो लागेछ। हामी परबाट आउँदाखेरि चाहिँ यहाँ कुहिरो लागेको थियो, यहाँ आउँदा चाहिँ पर कुहिरो लागेछ। यस्तै छ के गर्ने अब। टु टु ट्या 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 भन्ने गाना सुनेको छु नि, त्यो फुच्चीले क्या क्युट भोइसमा गाइरहेको छ त, नाक फुल्लाइ। यो चाहिँ समाधि कि फक, त्यसै चोदिन्छ मलाई यार। विश्वास नमान्नु उताबाट राम्रो ठाउँ छ र यसले कस्तो नराम्रो ठाउँमा हाल्छ यार। बाघ बोसडी। गाडीमा जाने यो ठाउँ पाइन्न मुजी। कसरी बसेछ नि त्यहाँ जाउँ चाहिँ। आइज छिटो, ठाउँ पाउन्न क्या बोसडी। इलामा पाउँछ, हिँड छिटो हिँड। यत्रो आउँछ अहिले, आउनु न छिटो हिँड। कहाँ बस्नु? कहाँ त्यहीँ होटेलमै? यहाँ हामी चाहिँ यस्तो ब्लगिङमा आइरहेछ त्यही। चल छिटो छिटाइज है बाबु, छिटाइज। कम फास्ट मदरफकर कम फास्ट। अब हामी त्यो डाँडा कटेर जानुपर्छ नि पर। फाक धेरै हिँडिसक्यौँ यार, हिँड्ने मुजी। कस्तरी रिची है मदरफकर, रिची छ। अहिले उतातिर कुहिरो लाग्यो जस्तो लागिरहेछ जस्तो। ओए रोनाल्डो क्या मुजी। के होस् त ओ सडी। फुटबल खेलिरहेछ कि। ओए बोसडीको जुत्तै उड्यो। बोसडी आइज ला आइज। भाइको जुत्ता लगाएर आएछ।
नहीं महँगो मजा हो कि ठिकै आइदियो पोस्टडी भाइ ड्याम सन के हो यस्तो लगाऊ बाबु रमाइलो ए मुजी नकरा पिटलान मुजी गाउँतिर मेरो मामाको एरिया तेरो मामाको एरिया हो सेक्टरमा लक्षणमा प्रकाशमा एरिया कतिवटा मामा छन् अरे तेरो तिनवटा मामा ड्याम हजुर मामा कति छन् मेरो त मुजी धेरै छन् 5 रोक मलाई गन्न दे पहिला म गन्छु रोक मुजी पाँच नाम त भन्छु के मुजी रोक्न भोसडी सुरुमा रबिन चन्द त्यसपछि खगेन्द्र चन्द त्यसपछि अजित चन्द जलेन्द्र चन्द अजित चन्द एउटै हो 3 भएन त्यसपछि वीरेन चन्द अनि त्यसपछि वीरेन्द्र 5 वटा मामा अर्को छ र सब मामालाई फक मागो मामा सबलाई फक हो आफ्नो एउटा यसको बानी मेरो बाबा बानी पर्छ फेरि बाबा बाइक भोसडी मेरो बाबा बाइक ओए यसले पनि दिन्छ यसले जिस्केको है फेरि के बोल्नु पर्छ थाहा छैन जिस्केको हो कि फाक हुन्छ फेरि यसको त 2 घण्टाको भ्लग हुन्छ अब कहाँ छ 2 घण्टा भर्खर 7 मिनट भएको छ 7 मिनेट हो यो क्लिप मात्रै 7 मिनट अरू नि छ अगाडिको क्लिपहरू हजुरहरूले पक्कै पनि हेर्नुहुनेछ त्यो अगाडिको क्लिप टक्क अब भ्लगर हुनुपर्ने भयो कि किनभने यो बेरोजगारी अनि टप भयो देशको सबै युवाहरू भ्लगरहरू भइसक्यो तर सबै अलि चटक पारेर हाल्छ कि म चाहिँ मुजी र हो यत्तिकै जे छ त्यही छ देखाइदिने हो अरू त मुजी केही गर्दैन तर एउटा चिज बुझाएको छ नराम्रो के भयो सबले माथि कुकर यत्रो ठुलो कुकर लगाएर मासु ल्याम खान लाग्यो हामीलाई 2 पिस मासु यति झोल हालेर तल ल्याइदिएका भेदभाव गर्दै हामीलाई त्यो कम्प्लेन गर्नुपर्छ अरे हामी त्यही भएर बाटो हामीले 2टा रेडबुल तिनीहरूको नाममा ल्याइदियौँ अहिले गएर फेरि खाना पनि सकियो हो कि नै सकियो हो कि नै जे खाना नि भयो नाइस तर भ्यूहरू चाहिँ यस्तो बवाल छ कि धेरै बवाल छ भ्यूहरू हामी फेरि स्कुटीमा आउँछौँ डाँडा आउनु परिहाल्यो नि डाँडामा टक्क स्कुटरमा बाइक त पाइन्छ तर बाइकमा पेट्रोल हालिदिनु नि त्यो खाना बाल हो पैसा गराउनै आइहाल्ने पैसा बनाउनु न त जे हुन्छ त्यही यस्तो बाख्रा साख्राहरू भएको छ हजुर पेट्रोल बनाउनु ल पेट्रोल त दादाले गराइहाल्छ नि यार म चाहिँ तपाईँ यस्तो रिची छ रेडबुलले कुल्ला गर्ने रेडबुलले कुल्ला गर्ने मान्छे मसँग मुजी पेट्रोलको भिख मागेको त स्वाइन है बाबु यार रेडबुल किन्न पो पैसा हुन्छ पेट्रोल किन्न पैसा हुन्न त त्यो रेडबुल कति पर्छ किने पनि फ्रीमा किने अरूको पैसा भएर आफ्नो पैसा भए त्यस्तो गर्दै मुजी नाइस भ्यू छ लगाइस म एकछिन पछि सेल मोबाइल सेल चाहिँ आइफोन 12 प्रो म्याक्स एउटा मात्र समस्या छ स्पिकर बिग्रेछ त्यो स्पिकर सस्तोमा बन्छ किन्ने बेस सम्पर्क गर्नु ओए ठोक्यो लकिन हो हामी अब घरतिर जान लाग्यो रोनाल्डो सु मेस्सी गुरे ल कोले सिकायो तलाई यस्तो नेमार गु रोनाल्डो थु त मेस्सी भएन अनि दाइ यो चाहिँ कतै मेस्सी चाहिँ अर्जेन्टिना मलाई बोल्न देऊ न बाबु केडा अब हामी चाहिँ घरतिर जान लाग्यो हामी चाहिँ यस्तो प्याक भएर छौँ यहाँ गाडीमा मामाको बारेमा बोल्नेवालाको चाहिँ बहिनी हो यो चाहिँ मेरो मामाको छोरी त्यसपछि यो चाहिँ मेरो मामाको छोरो यो पनि एउटा मामाको छोरो तर यसको चाहिँ मलाई माया लाग्छ तर यसले चाहिँ मेरो माया मान्दैन फेरि मेरो माया मान्छौ साँच्चै मेरो लागि के गर्न सक्छौ तिमीलाई मेरो लागि के गर्न सक्छौ त्यो भन बहिनीलाई किन हो र पागल अगाडिको भिडियो हो यो डोन्ट डु द्याट ब्लक गरेर छ दादाले दादाको च्यानललाई सब्स्क्राइब गरिदिनु भन् दादाको भिडियोलाई लाइक गरिदिनु भन् हेलो युट्युब च्यानलको नाम के हो भन्नु सोध्दा सुरु मेरो युट्युब च्यानलको नाम हो चुनुमुनु ब्लग्स चुनुमुनु ब्लग्स मेरो अब थाहा छैन त ओ चुनुमुनु ब्लग्स डेभिडीले थाहा नै चल्छ म गौडा ब्लग खोइ देखाइछ न
सुनुमुनु ब्लग्स युट्युब च्यानल देखाइछ न युट्युब च्यानल देखाउने युट्युब च्यानल देखाउने होइन के बाबु ल सब्स्क्राइब गरिदिनु के भन्नु न ल मामा र भेनाजु चाहिँ यता है भाइ गरिदिनु ब्लग पहिरा छ चुनुमुनु भला खै आइ चुनुमुनु ये सिरुले यस्तो काखमा आला छ हामी कलर कहाँ गए खुट्टा नि गरौ मामा नाम के हो के सुनुमुनु ब्लग्स बताइसक्यो अनि देखाइछ नि युट्युबमा के युट्युबमा देखाउने अनि यहाँ अहिले भिडियो बनाइरहेको छु नि त म फेरि युट्युबमा हाल्छ है युट्युबमा हाल्ने बेलुका टिभीमा हेर्ने आस न युट्युबमा हाल्ने युट्युबमा हाल्छु त नि त हेर्छस् किन मेरो भिडियो हेर्छु नि हेर्ने ल ओके छ त ल गाडी चाहिँ यस्तो प्याक छ फेरि है आउनु पर्छ भिलाज हेर सिधै घरतिर गएर बोल्नु पर्छ ऊ भ्यू ध्यान न सुर्खेतको हाम्रो गाउँ को त बाबु यार दामी छ यत्तिका बवाल छ ऊ चाहिँ उहाँ चाहिँ उहाँको ससुराली ना त्यो हाम्रो घर ड्याम 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 नाइस भ्यू त्यस्तो यो केटा हो अनि मेरो बुलेट आयो भनिदिनु न बुलेट आयो बुलेट आयो रे बुलेट देखाइदिनुहोस् मेरो बुलेट आइसकेको छ मैले लिन टक्क साली यहीँ त छिन् सिटी मर्छ केटा हो म चाहिँ अब तर उयो खुट्टा राख सुर्खेत पुगेर बोल्छु यहाँ धेरै हल्ला भयो यहाँ केटाकेटीहरू धेरै कराउन लाग्यो अब ब्याक हुन्छ यस्तै हो केटा हो यहाँ यस्तो चलिरहेछ रमिता पुरै रोड साइडमा बसेर पुरै नाचिरहेछन् के भन्नु अब रमाइलो भइरहेछ औडा लागिरहेछ यार मलाई त के भन्नु अब ल ओए के हो ला नाचेर थाकेर आएछ नि उता मामा चाहिँ ल सब ल अब ए आमा यो त इलिगल हो यार रोडमा नाच्ने यो फाइन काट्छ गाडीको कसम यो त इलिगल हो यार यो फाइन काट्छ ए आमा टाइड यार डाम यस्तो नगर बोला प्लिज यार नाचेर उहाँ चाहिँ ठाकेर बस्नु हाम्रो बेनाजु अनि उहाँ चाहिँ हाम्रो बेनाजुको बुढी दिजु हाम्रो ग्रिन लाउने एन्ड दिस इज माई मम हेलो सिरिया त नाच्दैनिस् त नाच्दैन त नाच्छस् कि नै किन के अर्को चाहियो अर्को गीतमा नाच्ने गाह्रो छ रात पनि लगाइसक्यो सुर्खेत भ्याली त्यहाँ छ तल त्यो एयरपोर्ट हो क्या एयरपोर्ट हो त्यो एयरपोर्ट होइन बे त्यो के हो त्यो भ्यू हो क्या ड्याम यार फेरि सुरु भयो कि यार दिमाग खराब त्यो बत्ती बलेको चाहिँ के हो पर विद्युत हो ए त्यही त मैले त एयरपोर्ट हो भनेको यार त्यो शुभकुनाको त्यो उ त हो नि यस्तो छ गाइस अब सिधै तल घर पुगेर बोल्ने हुन्छ हजुर केटा यहाँ चाहिँ गाडी चार्ज हाल्न आएको यस्तो छ हालत यार भमिट गरे दाम ओए दादाले उल्टी गर्यो के भन्छस् त के भन्न चाहन्छस् दादाले उल्टी गर्यो उल्टी दादा कि उल्टी दादा भमिट गर्नुभएको छ हाम्रो सरले दिस इज द इगर ब्रिज स्कुल त्यहाँ चाहिँ गाडी चार्ज हाल्न लागेको छ भित्र उता छ त्यो होइन है हाम्रो गाडी मामा त्यहाँ हुनुहुन्छ मम्मी यहाँ यस्तो ऐला नि पारामा बसेछौँ गाइस गाह्रो छ तेरो क्लास छैन कहाँ पढ्छस् त फुलबारीमा हो यो त इगर ब्रिज है नेक्स्ट लगाइद हामी यहाँ सुर्खेत पुगेर नि गाडी चार्ज हाल्दैछ दिस इज माई लिटल सिस्टर यसले चाहिँ भर्खर आफ्नो भमिट गर्ने काम सकेर अहिले फ्रेस भइसक्नु भएको छ हिँड्दै भ्लग बनाउँछ हामीलाई सिरियस जाऊ फुल पर्छ चिया खानुपर्छ क्या हो पैसा छ छैन पैसा पैसा छ चिया खाने छ
एक्लै जा चेकअप जानु पर्ला भन्नु ल हाम्रो भान्जी यहाँ छिन् सब गाइजहरू यस्तो बन्छ रमाइलो छ गाइज ल बसी अब फेरि अर्को आरामा भोग्छ त्यो गेम हेर्नुपर्छ हामी चाहिँ अब यहाँ चिया हन्टिङमा निस्केको 4 भाइ एउटालाई त्यहाँ सोध्न पठाएको छ अरू हामी 3टा चाहिँ यहाँ छौँ चिया खान मन लागेर औडा भएको छ यार गाइज के भएको चिया खानुपर्ने भयो अब एकछिन यसो त्यो चाहिँ गयो त्यो गएको चाहिँ रोक्न बोसडी सोधिरहेछ त आइको क्या आयो त जाम छ अरे हिँड चिया त खाने छ कि नै कति टाइम लाग्छ के पो त टाइम लाग्यो अनि गाडी पनि चार्ज हुँदैछ त गाइजहरु सब ये मुजी मुस्लिम जो वाग्लेको भान्जा वाग्लेको भान्जा वाग्ले दुध जम्यो कि बोसरी चिया होइन लड्दिन लाग्ने दुइटा ल ल रेसपेक्ट हान्न रेसपेक्ट भने कि बोसडी रेसपेक्ट होइन रेसपेक्ट हान भनिरहेको जिस्काइ राख भने क्या मुजी हामी अब जाम बागलुङ हाइकिङमा बाग्लुङ बजारमा बागलुङमा के भन्छ के भन्छ पर के अरे रुकुमबार जानु थाहा हो नाम बाजुरा कहाँ होला भन् चिया पाउँछ कि नै अहिले त्यो क्याफे रहेछ नि के गर्छ क्याफेमा म चाहिँ जाने होइन 35 रुपैयाँ हिमालयन होइन केटा हो हामी चाहिँ यहाँ अब फाइनली टी पोइन्ट जाने भयो नि मान्छेहरू औडा गर्नलाई घरि कहाँ भन्न लाग्यो सो हामी चाहिँ गएको दिदीले दुध जमेछ भन्नुभयो टाइम लाग्छ अरे दुध निकाल्नु अलिक राम्रोसँग बुझिने अरे भन्नाले बुझ्छ नेगेटिभ होइन क्या दुध जमेछ अरे तताउन टाइम लाग्छ त्यो हजुरलाई ढिलो हुन्छ भनेर पठाउनु हामी आइगयौँ त्यही त अब चाहिँ हामी यहाँ टी पोइन्टमा जान्छौँ है टी पोइन्टमा गएर चिया खाएर निस्किने अब के गर्नु त चिया खान मन लाग्यो मनको इच्छा अब के गर्ने चिया लभर गाइस त्यहाँ छ टी पोइन्ट चाहिँ त्यो छ हामी अब टी पोइन्ट जाने खाने अनि त्यसपछि निस्किने अब सिधै घर पुगेर बोल्छ केटा हो चिया खाएर आइसक्यौँ अब घरतिर जानु लाग्यो यहाँ भोसडी पानी परेर हैरान छ सानतिनो यहाँ मुझे जुम्रा पर्छ यो पानीले ब्राजिल अब हिँड्दै घरतिर जानु लाग्छौँ मोरोको क्रोएसिया ब्राजिल के हो भुटान कहाँबाट आएको भुटान कहाँ छ के भुटानको झन्डा हेर्नु न त्यहाँ अर्जेन्टिना यतापट्टिको भुटान त्यो मुजी साउथ कोरियाको हो कोलम्बियाको हो क्या भित्रको भनेको के भुटानको हो श्रीलङ्का हो त्यो श्रीलङ्का त्यत्रो ठुलो छ कति यत्रै छ भुटानको हो त्यो भुटानको हामीले ड्राइगन यस्तो छ नाइट भ्यू सुर्खेतको दैलेख रोड चोकदेखि एयरपोर्ट पुलसम्मको केटाहरू यस्तै हो अब हिँड्दै अटो भाडा छैन फकडअप छ हिँड्दै जानु लाग्यो अब घर गएर यसो गेम हेर्ने बेला चाहिँ भ्लग बनाउँछु सानोतिनो चाहे पनि हामी कार पनि रिजर्भ गर्न सक्छौँ कि हिँड्दैन के अरे कस्तो अरे चाहे पनि हामी कार पनि रिजर्भ गर्न सक्छौँ कि भनिदिनु भयो यस्तो बिल्ला गरिदिनु केटा हो हामी चाहिँ अब घर पुगिसकेको छौँ त्यसपछि मामा घर जाँदै अब गेम हेर्नुपर्छ घर पुगेर कपडा चेन्ज गरेर गेम हेर्न जानु लाग्यो बाटोमा आँखामा फ्ल्यास पऱ्यो क्या बाटो फेरि पक छ हाम्रो टोलको अलि हिलोमा लोट्यो भने फेरि यो मुजी बिचको टोल के हो अब अब एकछिनमा मामा घर गएर खानपिन के छ यसो सक्यो बाटो ल लौडा खानपिन खाएर अनि त्यसपछि गेम हेर्दै बेला भिडियो बनाउनुपर्छ सिन यसो रमाइलो गरेको ठिक छ ल यति बेलासम्म पनि हजुरले भिडियो हेर्दै हुनुहुन्छ भने टक्क लाइक सेयर र च्यानललाई सब्सक्राइब गरिदिनु होला र हजुरलाई भिडियो कस्तो बनाउनु पर्ने हो के गराउनु पर्ने हो मलाई फिडब्याक पनि दिन सक्नुहुन्छ हजुरले हुन्छ नि त अलिकति अब हजुरहरूले जे भन्यो भने त्यही गरिदिने हो हजुरहरूको लागि नै हो सो है प्लिज अब एकछिनपछि
गेम हेर्दा भेटौँला ल केटा हो गेम सुरु भइसकेको छ मोरोको भर्सेस क्यानाडा भर्सेस मोरोको ल हु आर यु गोइङ टु सपोर्ट मोरोको हाकिमी मोरोको अनि यु मोरोको अनि यु मोरोको त कसलाई सपोर्ट गर्दैछस् भोसडी मोरोकोलाई ल मेरो तर्फबाट पनि मोरोकोलाई छ अब के हुन्छ हेरौँ लेट्स सी गेम अब भयो भने चाहिँ देखाउँछु के हुन्छ भनेर गेम चाहिँ अब सुरु हुन लाग्छ अझै छ टाइम नेसनल एन्थम नि गएको छैन राम्रोसँग अब हुँदैछ लाइनअपहरू हुँदैछ एकछिनमा हुन्छ अब सबै रमाइलो हुन्छ गेम चाहिँ अहिले एकछिन चाहिँ अब पज गरौँ सो केटा हो हेर अब गेम सेम हेरेर अब हाफ टाइम भइसकेको छ अब हाफ टाइममा अब हाफभन्दा अगाडि 6वटा येलो कार्ड टोटल खतरा भयो गेम तर चाहिँ बोरिङवाला खतरा भयो त्यही भएर फाइटिङ भयो खतरा भयो फाइटिङ अब के भन्नु ओपनिङ गेम भनौँ अब राउन्ड अफ 16 को त्यही भएर अब हेऱ्यौँ हात्दा निद्रा लगाइहाल्यो अब घर जानुपर्ने भयो घर गएर अब सुत्नु पर्यो के गर्ने अब राति त फ्रान्सको गेम छ तर अब के हेर्नु राति अब अहिले निद्रा लगाइसक्यो राति त के हेर्नु हो त्यही भएर अब भोलि पर्सितिर हेर्नुपर्छ गेम पोर्चुगल अर्जेन्टिना के हुन्छ त्यो हेर्नुपर्छ त्यही हो अब सो आजको लागि यति नै गाइज अब अरू पनि अब नयाँ भ्लग्स आउँदै गर्छ त्यही भएर अब स्टे ट्युन अर्को गेमहरू कतै घुम्न गएको बेला टक्क अब डेली हुन्छ भ्लग बाई बाई